गृहमन्त्री रमेश लेखक भटाउ पुर्याइदिनु यो भिडियो, त्यो अपराधी भटाउ पुर्याइदिनु त यो भिडियो एकचोटि हेरौँ त। भिजिट भिसामा नेपालीहरू कसरी दुःख पाइरहेछन् नेपाली चेलीहरू। नमस्ते, मेरो नाम सोनु बिका हो। म पोखराबाट हो। म बेच्चे भन्ने मलाई थाहा भएन। म चाहिँ खास कम्पनीको लागि भनेर मलाई ल्याउने यहाँ म बेचेछु, मलाई थाहा भएन। मेरो गल्ती केही पनि छैन। मैले हिजो काम गर्दै थिएँ, मैले मिस्टेकली उसले आफ्नो छोराको क्लिन गर्न जा भनेर म सामान क्लिन गर्न जाँदा मैले गोजीमा सामान राखेँ। सामान राख्नु मैले त चोरेको होइन। उनीहरूले मलाई चोर्यो भनेर मलाई पिटे कुटे होइन, मारेर फालिदिन्छु भने खान्। मेरो केही गल्ती छैन यसमा। मलाई निकाल्ने कोसिस गर्नु। मेरो नाम सोनु बिका हो। म पोखराबाट हो। म अहिले 25 वर्षको भएँ। म अहिले कुवेतमा आएर बेचेको मलाई थाहा भएन। मलाई कृपया यहाँबाट निकाल्नु होला।